ड्राई पिकनिक सोल पार्कमा है। अनि आज चाहिँ हामी सोलमा जान लागेको। त्यहाँ चिल्ड्रेन पार्क जस्तो हुन्छ, ड्याडीहरू पनि खेल्न मिल्छ। अनि त्यहाँ ठुलो ठुलो भयो भने ड्याडी पनि खेल्नुहुन्छ। अनि त्यहाँ कस्तो रमाइलो भयो, अनि हुन्छ रमाइलो हुन्छ। अनि मामुको साथीसँग अनि मामुको साथीको बहिनी पनि हुनुहुन्छ। अनि र मामुको साथी अनि बहिनीसँग खेल्न जान लागेको। अन्तिम सफा हेर्दिनँ है। अनि मैले कस्तो खेल्छु, यी मेरो चाहिँ यहाँ घरमा थियो। हेर्दै त हाम्रो घर त्यहाँमा थियो। यहाँ पनि नोरी छ। के हो रे? नोरी छ। नोरी छ भनेको के हो रे बाबु? खेल्ने ठाउँ। यो चाहिँ मेरो घर नजिकै छ नि त, घरमा थियो। अनि राइट साइडपट्टि जानु, सिधा जानु, फेरि राइट साइडपट्टि जानु, मेरो घर आइहाल्छ। अलि माथि छ नि त मेरो उतापट्टि। त्यहाँ सिधीबाट जानु भएर म त एक्ला हुन सक्छ। यहाँ त ड्याडी अस्ति नै हामीलाई के टिचरहरूले यहाँ जेली फिस दिनुभएको थियो नि, जेली फिस। हामी चाहिँ यहाँबाट बाटो काट्दैछौँ। हामी चाहिँ अब बस स्टेसनमा उतापट्टि गएर बस्ने हो होइन। अनि बस कुरेपछि ट्रेन चढ्न जाने, ट्रेन चढेपछि फेरि ट्रेन चढ्ने, फेरि ट्रेन चढ्ने हो। अनि आइहाल्छ होइन। खै छोटी हिजो गाइस यो दामिकालेको भ्लग हेर्नुभयो नि, ड्याडीले कस्तो बेस्ट पकाउनु भ्लग हालेकै छैन मामुले होइन। यी कस्तो राम्रो देखिन्छ नि म आफैले अझै। बसबाट जान्यो, आज पनि ट्रेनमा जाने रे बेबी। ट्रेन स्टेसनमा आइपुग्यो अस्तिकै। हामी चाहिँ फेरि आज पनि ट्रेन स्टेसनमा आयो। ट्रेनबाट फेरि आज चाहिँ सोल जाँदैछु साथीहरू छुट्टीको दिनमा। त्यहाँ गएर मैले काठमाडौँमा भेटेको एउटा बहिनी छ चिनेको, एमएससी जाँदा उसलाई भेट्नेछौँ। र त्यहाँ गएर के खेल्ने ठाउँहरू छ अरे, त्यहाँ खेल्ने तपाईँलाई देखाउने छु। हामीसँग आउनुहोस् है त। हामी ट्रेन स्टेसनभित्र आइपुग्यो। बाबा छोरी अगाडि गइसक्नुभयो। आज हामी अर्कै स्टेसनमा छ है। स्टेसन यही हो। हामी चाहिँ यहाँबाट ट्रेन चढेर जाँदैछौँ। ट्रेन आयो। अर्को ट्रेन चढ्ने अनि भाइ म त नचढ्ने चक्कर लगाइसक्यो। 1 आवर भयो त ट्रेन चढेको। एउटा ट्रेन चढ्ने अनि आइहाल्छ। हामी फेरि अर्को ट्रेन चढ्नु जाडो भयो। मामुले झन् के हुन्छ होला, बाबुलाई जाडो भयो भने। हामी फेरि अर्को ट्रेन चढेर जानु। 2 चिट चढ्नु पर्दो रहेछ त। Wow, sheep. Daddy, sheep. Sheep. Look at me, Mom, sheep. I'm sheep. Sheep and me. Okay. Wow. Wow, Chamunda ayo. Wow. Dami eh? Ito yun, no? Swimming.
बनाउनु लाग्छ स्विमिङ पुल हामी चाहिँ अब गेम आर्टको ट्रेन पनि चढ्यौँ होइन माम चाहिँ यहाँ हुनुहुन्छ होइन हामी अर्को ट्रेन चढेर पनि अर्को ट्रेनमा आइसक्यौँ अब एक स्टेप भागेपछि हाम्रो दुईले खबर पुग्छ अनि म चाहिँ खेल्छु अब हाम्रो एक स्टेप पछि आउँदैछु ड्याडी चाहिँ यहाँ बस्नुभयो बस कता आउनुहुन्छ भनेर होइन अनि अब ड्याडी चाहिँ अर्को पालि धेरै गर्नु लागेपछि मलाई स्विमिङ पुलमा जान्छ समुद्र कता रहेछ जाने अब हामी ट्रेनबाट जाइसक्यौँ सवाल आइसक्यौँ चिल्ड्रेन पार्कमा जाने कहाँबाट गर्ने हो गुड 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 साथी बहिनी नेपाली दिदीको अब खेल्ने है दुईजना सँगै भयो कति खेल्थ्यौँ हामी भेट्यौँ है अघि हामी भेट्छौँ भने त मेरो बहिनी हुनुहुन्छ हजुरको नाम के होला भनिदिनुहोस् त्यस्तो क्युट नाम मेरो भ्लगमा फर्स्ट वाउ दामी दामी यता हेर्नुहोस् त यता हेर्नु न हाम्रो ग्रुप यति धेरै सबै नेपाली यता 2-3 जना नेपाली दिदीबहिनीहरू हुँदो रहेछ ऊ र हामी चाहिँ सँगसँगै जस्तो आएको नेपालबाटै अनि यहाँ सेउलमा बच्चाहरूको चिल्ड्रेन पार्क छ अरे त्यहाँ जाने हो आइपुगे जस्तो छ है नजिकै रहेछ नि त ट्रेन झरेपछि त हेलो गाइजहरू हामी चाहिँ सौलको यो अरिनी ठेखोङन भनेको यो सौलमा रहेको सबभन्दा ठुलो ग्रान्ड पार्क चिल्ड्रेन ग्रान्ड पार्क भनेर भन्छ यसमा आएका छौँ है आज चाहिँ धेरै नेपाली दिदीबहिनीहरू भेट भएको छ उहाँहरू पनि आफ्नो बचार लिएर आउनु भएको छ है बेटा हजुर ह्याप्पी हो यहाँ गीत पनि यस्तो यो फोक्सङ चाहिँ नि यो लोकगीत जस्तो टाइपको कोरियनको ट्राइबल गीतहरू चाहिँ फाइनल्ली हामीले यहाँ बस्ने ठाउँ पाए जस्तो छ है सबै यसरी पार्कमा ड्राई पिकनिक जस्तो आएर बस्दो रहेछ हामी पनि त्यस्तै गर्न लाग्छौँ राम्रो रोड ल मैले भिडियो लिँदैछु हाई ड्राई पिकनिक सोल पार्कमा है कस्तो खुसी लाग्यो आउने बित्तिकै नेपाली दिदीबहिनीहरू भेट भयो हामी चाहिँ सँगसँगै जस्तो आएको आमा छोरीहरू यता ड्याडी हजुर एक्लै ल भन्नुहोस् ड्याडी
यस्तो साँच्चै आज मेरो 2011 देखि कोरियाको बसाइमा आज फर्स्ट टाइम म सरप्राइज भयो क्या। यसरी हाम्रो चेलीबेटीहरू चाहिँ नि भेट भएर यसरी सँगै ड्राई पिकनिक गर्न पाउँदाखेरि म एकदम खुसी छु। बहिनीले गर्दा यो मौका पाएँ हाम्रो बहिनीले गर्दाखेरि उहाँहरू आज गेट टुगेदर हुन पाएँ। आज 13-14 वर्षको कोरियाको बसाइमा यो फर्स्ट टाइम एकदम रमाइलो फिल भइरहेछ मलाई। हेर्नु त यहाँ नेपालको यो चाहिँ चाइनिज रोटी रे पराठा जस्तो कि है यो सेलरोटी उहाँले बनाउनु भएको रे हो। कसरी जान्नु भएन आलु नेपाली पन्ना चना रोस्ट यो रोटी पराठा जस्तो चाइनिज रोटी अनि यो चाहिँ नि किम्फाट किम बाहिर किम अनि यो चाहिँ नि सबै कुराहरू छ। मैले नि बनाउन सिक्दैछु यो। अनि यो चाहिँ नि सेलरोटी भयो आलु दम होइन यो ल दुई किसिमको छ क्या आलु दम पिरो र नपिरो। ल खाउँ है त हामी फर्स्ट टाइम हो नि है कस्तो रमाइलो कस्तो हामी चाहिँ लकी है प्रतिमा र म। नेपाल टेस्टको चिया मङ्गी हेर न मङ्गी त्यहाँ यो तल नि रहेछ। के हो बेबी यो टाइगर हो सुतिरहेछ है। हाम्रो खेल्दै व्यस्त छ त्यस्तै हेर्छ मजाले सुतिरहेको है। हामी यस्तोमा आइपुग्यो बाबा छोरी कता भयो सबै सुतिराख्दो रहेछ यहाँको एनिमल फेस त यताबाट पो देख्दो रहेछ त। छोरी के देख्नुभयो भन्नुहोस् त रेसमा के हो बियरहरू 고기를 잡아먹고 사는 동물들은 야행성 동물. हेलो 이거 뭔데? बास है मेरो काठमाडौँ यो त बास हुन्छ कि निङ्गलो हुन्छ मसिनो खालकोलाई निङ्गलो हुन्छ होइन बासै हो। यो होइन निगारा निगालो तर ठुलो निङ्गलो मान्छेको हड्डी ओ माई गॉड अस्ति पन्जर रियल हो कि के होला खै खै रियल हो। हेर्नु त यहाँ माथि भित्तामा नि बेबी डरा छैन ए त उसको नि रहेछ यो के हो यसको नि रहेछ अस्ति पन्जर यता यो चराको के खानपानी हो यो खाइदिउँ थापेर मैले थिच्छु तिमीले खाऊ मिठो छ तलको त हात दुनी होला उसो भए गाउँको याद आयो बुल्बो के आज गरममा होइन पानी खेल्नु मजा आयो है खाए जस्तो भयो कि पानीको धारामा जस्तो गरेर खान्छ नि गाउँतिर खाऊ खाजा के हो यो ए दुम्सी भन्ने यो होला है कछुवा हिँडेको है कति धेरै हो के हो कि के हो यो
खेलेर आएँ मैले सर्प चाहिँ खिच्दिनँ साथीहरू साह्रै डर लाग्यो त्यही भएर बाबा छोरी चाहिँ छुट्टियो हामीसँग म चाहिँ यता साथीहरूसँग घुम्दैछु बाबा छोरी खेल्ने ठाउँमा गएको कता गयो भेटै भएको छैन कसरी हेरेको गएर डुलेर थाकेर पनि आएर बसिसक्यौँ मेरो छोरी र छोरीको ड्याडी चाहिँ कता गयो अहिलेसम्म आएको छैन हामी चाहिँ डुल्दा डुल्दा थाकेर यहाँ आएर बसिसक्यो मेरो छोरी र छोरीको ड्याडी चाहिँ कता छुट्यो खेल्न गयो हामी चाहिँ घुम्न यहाँ आएर बसिसकेको छु कति बेला आउने हो डुलेर आएर पानीपुरी बनाएर नेपालको पानीपुरी मुखमा पानी आइसक्यो है पानीपुरी देखेर ल चसै पानीपुरी यम्मी फेरि चटपट बनाउँदैछ ओहो आज त नेपाली टेस्ट त कति पानीपुरी चटपट सेलरोटी लेमन सी बाउछोरी बल्ल आयो बेबी हेर्नु न बिहान 12:30-1 बजी गएको होला 5 बज्न लाग्यो बल्ल हेर हामी झन् के खाए साथी पायो बल्ल झ्याम्मिँदैछ बेसरी नभाग न भन्छ झ्याम्मी हो यो दुइटा बल्ल 야, 이거. 먹을래? के खानु भयो नि डराउनु भएन बोट पनि रहेछ ठुलो बोट त खेलेर ड्याडीले खेलौँ भन्दा मानेन हजुर त के देखेर डराउँदैन भाइ त्यो माथिबाट पानीमा खसाइदिनु लुगा एउटा चाहिँ नि त्यो डर लाग्दो कति छिटो जानु खालको भिडियो गर्नुभएछ कि नै गर्नुभएको हामी त के अरे एनिमल्सहरू जू जस्तै रहेछ नि काठमाडौँको जस्तै हामीले पनि हेरिसक्यौ बहिनी र म ड्याडी भएर ए हो र सबै डराएको हामी पनि खेल्न लाग्यो अघि नै मात्रै उता डराएन पछि त अनि फेरि यहाँ पानीको खेल्न जान्छु अहिले है अनि पहिले यो खेल्छु पानीको खेल्छु अनि खेल्छु भने ड्याडीले मलाई 3टा टिकट काटिदिनु भयो आज तर अरू खेल्छ नि त अनि अहिले गाह्रो हुन्छ नि त त्यो भएर के कहाँ गयो खोज्दा दुईजना मात्रै खेलेर के नखेल्नु साथीभाइसित खोज्दा म यतै आयो होला जस्तो लाग्थ्यो कि मतलबै छैन उनीहरूलाई बाबु
हाम्रो क्युटी पाइहरू हल्ला ज्यामी है खाके बल्ल खाके होला है न बल्ल बेबी वाउ अब घुमिसक्यो सोनको पार्कमा आएर यता मेरो ड्याडी यता छ ट्राफिक जस्तो आएको म्याट्रेस लिएर उभिँदै हुनुहुन्छ ड्याडी अब चाहिँ हामी घर जान लागेको साथीहरू आजको हाम्रो भिडियो मन पऱ्यो भने लाइक पनि गरिदिनु होला र के कस्तो लाग्छ कमेन्टहरू पनि गर्नु होला र सब्सक्राइब गर्न पनि नभुल्नु होला आज चाहिँ हामी धेरै पछि भिडियो लिएर आएको छ युट्युबमा हाम्रो भिडियोलाई अझै धेरै माया गरिदिनु होला है त कोरियाको सोनमा घुमेको कस्तो लाग्छ मलाई नेपाली साथीहरूसँग पनि भेटघाट भयो आज धेरैजनासँग चिनजान पनि भयो अनि नेपाली खाना चटपट पानीपुरीको साथमा हामी चाहिँ मजाले इन्जोय गरेर आजको दिन चाहिँ उहाँलाई राम्रो लाग्यो भने हाम्रो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई बेबी बाई गरिदिनुहोस् बाई गर्नुहोस् गाइस यो भिडियो मन पर्यो भने यो भिडियोलाई लाइक कमेन्ट फलो गरिदिनु होला बाई थ्यांक्स फर वाचिङ सब्स्क्राइब पनि गरिदिनु होला है साथीहरु बाई सी यू टुमारो अब बाई बाई गर्ने साथीहरु ल बाई थ्यांक यू सबैलाई कस्तो भयो आज भनिदिनुस् एकचोटि रमाइलो हाम्रो दिदीको भ्लगलाई चाहिँ सबैले सब्स्क्राइब गरिदिनु आज चाहिँ हामी प्रतिमा र म चाहिँ नेपालदेखि नै सँगै आएको उता बहिनीहरू चाहिँ है आज फर्स्ट टाइम भेटेको नि एकदमै पहिल्यैदेखि भेटे जस्तो फिल भयो हामीलाई है अनि बहिनीहरू चाहिँ एकदम मिठो मिठो नेपाली टेस्टको खानेकुराहरू खुवाउनु भयो आजको दिन चाहिँ एकदम स्पेसल रह्यो है एकदमै ह्याप्पी छु अनि थ्याङ्क यू सबैजनालाई फेरि हामी नेक्स्ट टाइम भेटेको भिडियोहरू पनि गर्नेछौँ आजको भिडियो मन पर्यो भने सबैले के गर्ने भनिदिनुहोस् सब्स्क्राइब ओके थ्याङ्क यू